आया हो सबै काम पनि सक्यो खाजासाजा खाएर भाडा पनि लिएँ आमा के गर्नुहुँदैछ हौ यसो पढेको राम्रो राम्रो कविताहरू रहेछ कि हजुर उहिलेको राम्रो कविता लागेर पढेको ए तपाईँलाई म एउटा क्वेसन सोधौँ लाग्यो कि के चाहिँ हौ भिडियो पनि बनाउँदैछु है सानो के हो भन्दाखेरि चाहिँ नि तपाईँलाई चाहिँ तपाईँ त अब दुइटै रोल उयो गरिसक्नु भयो नि त दुइटै भूमिका निभाइसक्नु भयो होइन के को भन्दाखेरि चाहिँ सासू पनि भइसक्नु भयो बुहारी पनि भइसक्नु भयो भयो नि त्यो त होइन तपाईँलाई चाहिँ सासू हुनु साह्रो पर्यो कि बुहारी हुनु साह्रो पर्यो हौ मलाई चाहिँ पहिलाको जमानामा चाहिँ अब मेरो पालेमा जो भनौँ न है बुहारी हुनु साह्रो थियो अहिले चाहिँ तर सासू हुनु साह्रो रहेछ हौ हो र हो त सासू हुनु अहिले चाहिँ साह्रो छ है किन हौ पहिलाको जमानामा चाहिँ साह्रो थियो र म त अहिले पनि बुहारी हुनै साह्रो जस्तो लाग्छ हौ आमा अब पहिलाको जमानामा चाहिँ सासूहरूको अन्डरमा बस्नु पर्थ्यो सासूहरू कस्तो कडा हुन्थ्यो होइन मेरै सासू कस्तो कडा अहिले त अन्त तिमीहरूलाई त म त त्यस्तो छुइनँ अहिले त मोडर्न जमानाको म त बुझ्छु नि त अहिले मलाई मोडर्नले छोएको छ नि त अन्त तिमीहरूलाई सजिलो छैन जे भने त्यही छ जहाँ जान्छ भने त्यहीँ गइरहेको छौ जस्तो खान्छ भने त्यस्तो खाइरहेको छौ म सबै बुझ्छु किन तिमीलाई चाहिँ बुहारी हुनु साह्रो पर्यो तिमीलाई त मैले छोरीको दर्जामा राखेको जस्तो लाग्छ त हौ त्यो सबै ठिकै हो कि तर अब एउटा बुहारी भइसकेपछि चाहिँ अब मैले पनि धेरैवटा कठिनाइहरू चाहिँ अब तपाईँ राम्रो हुनुहुन्छ तपाईँलाई चाहिँ भनेको होइन हो कठिनाइहरू चाहिँ झेल्नु पर्दो रहेछ अब माइतमा जस्तो छोरी जस्तो फ्रिडम थियो त्यो चाहिँ हुँदैन रहेछ नि त के हुँदैन भन्दाखेरि चाहिँ के भन्नु त मैले अलिकति खाजा खाएर भाँडाहरू मोलिनँ भने ला सासूले के साह्रो भाँडा पनि नमोलेको अहिलेसम्म भनेर भन्नुहुन्छ कि भन्ने मनमा हुँदो रहेछ तपाईँले भन्नु त भएको छैन मलाई हो अन्त बिहान अलिकति तपाईँहरू छिट्टो उठ्नु पऱ्यो अरे म ढिलो उठ्यो भने मनमा जोग भइबस्छ हे भगवान् ला सबैजना सासू ससुरा उठिसक्यो भने त्यो मन पोलिबस्छ शान्तिसँग सुत्नै पाउँदैन रहेछ हौ सुत्यो भने पनि खास चाहिँ मनमा शान्ति पाइनँ हौ मैले चाहिँ त्यस्तो लाग्यो हौ त्यो त हो नि अब छोरी र बुहारीमा अन्तर त हुन्छ होइन तर अलिकति भए पनि हुन्छ अनि अब म पनि अब छोरी भएर बुहारी भएकै हो अब बुहारी भएर पनि सासू भएँ त्यो त अलिकति हुन्छ तर अब त्यस्तो चाहिँ नसोच्नु किनभने अब म चाहिँ त्यस्तो छुइनँ अहिलेको सासू है म चाहिँ तर अब त्यो के भन्छ अब उठ्नुमा अल्छी लाग्यो भने अब सुत न उठ्नु मन लाग्ने सुत म त्यो भन्दिनँ मेरो मनमा त्यो छैन त्यस्तो उठेन यो गरेर त्यस्तो सोचाइ चाहिँ छैन है मेरो त्यो हो अब हुन त हो त्यो ठिकै भन्यो तिमीले हो तर अहिले चाहिँ अब त्यस्तो नसोच्नु कि त आफ्नै अब आमा जस्तो सम्झन मलाई आफ्नो आमा जस्तो सम्झिनु पऱ्यो नि त अन्त आमा जस्तो तिमीले सम्झ्यौ भने पो मैले पनि तिमीलाई छोरी जस्तो गर्छु सबै कुराहरू सेयर गर्नु पऱ्यो नि त एकअर्कामा सेयर गर्यो भने पो अब तिमीलाई अब सन्चो छ सुतिरहेको छौ कि त्यो तिमीले भनेनौ भने म कसरी जानु भन्नु पऱ्यो नि त आज म आमा पकाइदिनु भने म पकाउनु सक्छु नि त मनमा चाहिँ होइन अब तपाईँले त त्यस्तो सोच्नु हुँदैन नि तर मनमा चाहिँ एक किसिमको डर हुँदो रहेछ बिमार भयो भने पनि सुनाऊँ कि नसुनाऊँ सुनायो भने पनि यसलाई चाहिँ के साह्रो बिमार भएको भन्ने सोचाइ हुन्छ कि भन्ने डर चाहिँ हुँदो रहेछ कि मैले अब के चाहिँ बुझेँ भन्दा चाहिँ एकअर्कामा चाहिँ सेयर गर्नु पर्दो रहेछ सासूलाई नमन परेको कुरा पनि बुहारीको नमन परेको हुन्छ नि त त्यो तपाईँले मलाई भन्नु पर्यो मैले नमन परेको कुरा नभए मनमा लागेको कुरा तपाईँलाई भन्नु अन्त रहेछ त त्यो भन्नु ज्ञान रहेछ त हो त्यसरी सेयर गर्नुपर्छ सबै कुराहरू सब मिलिहाल्छ नि के चाहिँ छैन नमिलेको संसारमा सब सेयर गर्नु पर्यो भन्नु पर्यो दुःख सुख होइन त्यस्तै हो नि अब सेयरिङ इज केयरिङ भनेको चाहिँ ठिकै रहेछ है त्यही हो त्यो ठुलो कुरा होइन नि अब उयो भन्नु न अब